सडक अन्तर्गत गढी डाँडामा निर्माण गरिएको भित्तिलेखन तथा शालिग निर्माणको आज हुन गइरहेको उद्घाटन कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। श्री कमलामाई नगरपालिकाको आर्थिक सहयोग अन्तर्गत पहिलो चरण रु 5 लाख र दोस्रो चरणमा रु 3 लाख सहयोग तथा श्री भवानी बक्स गणको नेतृत्वमा नेपाली सेनाद्वारा बागमती प्रदेश सिन्धुली जिल्ला नवनिर्मित भित्तिलेखन तथा शालिग अनावरण कार्यक्रम कथा तथा इतिहासको थप जगेर्ना गर्ने उद्देश्यले यस बीपी राजमार्ग अन्तर्गत रहेको गढी डाँडामा मुख्य सिन्धुली गढीको महत्त्व झल्काउने बीपी राजमार्गमा ओहोर दोहोर गर्ने जनमानसहरूमा इतिहासको योगदान र पुर्खाहरूको वीरता चित्रण गर्ने उद्देश्यले श्री नम्बर 9 वाहिनी अड्डाको परिकल्पना तथा मार्ग निर्देशन श्री कमलामाई नगरपालिकाको आर्थिक सहयोग र श्री भवानी बक्स गणको नेतृत्वमा नेपाली सेनाद्वारा बागमती प्रदेश सिन्धुली जिल्ला बीपी राजमार्ग सडक अन्तर्गत गढी डाँडामा निर्माण गरिएको भित्तिलेखन तथा शालिग निर्माण कार्य सफल भएको छ। गढी संरक्षण तथा भित्तिलेखन र शालिग निर्माणमा सहयोग गर्नुहुने कमलामाई नगरपालिकाका प्रमुखज्यूलाई विशेष धन्यवाद। लेखन तथा शालिगलाई अनावरण गरी उद्घाटन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। आफूलाई गर्व लाग्ने एउटा कार्यक्रममा उपस्थित भएको महसुस भएको छ। यो गढी सिन्धुली गढी वास्तवमा महाभारतदेखि चुरेसम्म बीचमा रहेको फैलिएको एउटा जिल्लाको एउटा शिर हो। यो शिर पुर्खाहरूले सामरिक रूपमा महत्त्वपूर्ण बनाएर छडेको यो शिर सधैँ उच्च राख्ने गरी जुन किसिमले यहाँ भवानी बक्स गण र कमलामाई नगरपालिकाको संयुक्त तत्वाधानमा यो कार्य गर्नुभएको छ। म जिल्ला प्रशासन कार्यालय सिन्धुली सम्पूर्ण सुरक्षा निकायहरू र यहाँका सबै जनताको तर्फबाट यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। प्रशंसा पत्र प्रदान गरिदिनुहुन प्रमुख अतिथि श्री कमलामाई नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलज्यू र प्रमुख जिल्ला अधिकारी श्री दिनेश सागर भुषालज्यूलाई हार्दिक अनुरोध गर्दछु। आज इतिहासमा कहिले पनि युद्धको दुनियाँमा कालो दिन अँध्यारो दिन देख्नु पर्दैन भन्ने इस्ट इन्डिया कम्पनीका सैनिकहरूलाई हाम्रा नेपाली वीर पुर्खाहरूले हराएको स्थान सिन्धुली गढीको झल्को दिने गरी जो सिन्धुली गढी पुग्न सक्दैनन् उनीहरूको लागि यही स्थानबाट यो सिन्धुली जिल्लामा हाम्रो इतिहासमा हाम्रा पुर्खाको योगदानलाई आज हामीले जगेर्ना गरेर भोलिको यो स्थानलाई गढीको झल्को दिने गरी जुन स्थानमा इस्ट इन्डिया कम्पनीका जुन सेनाहरू हिँडेको स्थानमा यो बाटोमा यो ऐतिहासिक भूमिमा आज हामीले जो गढी पुग्न सक्दैनन् उनीहरूलाई पनि यही बसेर गढीको झल्को देखाउने खालको जुन यो कार्यमा हामी लागेका छौँ र जहाँ आज हामीले नेपाली सेनाको भवानी बक्स विशेष गणपतिज्यू भवानी बक्स गणका गणपतिज्यू र यसमा संलग्न सम्पूर्ण जवानहरू र विभिन्न पथिक जवान लगायत सम्पूर्णमा जुन यो कार्यमा यहाँहरूले संलग्न भएर यसलाई 2 महिनाको अवधिमा यसलाई पुरो गर्नुभयो। म यहाँहरूलाई कमलामाई नगरवासी जनताको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट म हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु।